हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। र आज म चाहिँ धेरै दिनको बादमा मिनी ब्लग लिएर आइसकेको छु हजुरहरूको सामु। अनि मेरो छोरी सुतिरहेछ, हेर्न सक्नुहुन्छ। र म चाहिँ अहिले किचनमा आएर पनि खाना बसाइसकेको छु ठुलो भाँडामा। सधैँ चाहिँ मैले सानो भाँडामा भात पकाएको देख्नुहुन्थ्यो होला हजुरहरूले। आज चाहिँ किन ठुलो भाँडा पकाएँ भनेर सोच्नुहुँदैछ होला। र म चाहिँ भनिदिन्छु, नसोच्नु होला त्यति साह्रो। हामी चाहिँ जोइन्ट फ्यामिली छौँ। अहिले चाहिँ हामी धेरैजना एकै जग्गा भेला भएको छौँ त, त्यही भएर हामी ठुलो भाँडामा भात पकाउँदैछौँ। अनि साथैमा आज चाहिँ हामीले हाम्रै घरको खसी पनि काटिसकेको छौँ। यहाँ चाहिँ दादाहरू आउनुभएको छ गाउँघरकै खसी काट्नलाई। अनि खसी काटेर पनि सबैको भाग भाग लगाउनु हुँदैछ। अब गाउँघरमा काटेपछि त सबैले खानुहुन्छ, त्यही भएर। अनि यहाँ चाहिँ मेरो जेठान दिदी र आमाजु दिदी भएर चाहिँ आन्द्रा भुँडी धोइराख्नु भएको छ खसीको। म चाहिँ भाँडा आन्द्रा राख्नुलाई भाँडा सफा पारेर लगिदिइसकेको छु। उहाँ चाहिँ मेरो आमाजु दिदी हुनुहुन्छ। अनि यता चाहिँ मेरो जेठान दिदी हुनुहुन्छ। जेठान दिदी चाहिँ पानी लगाइदिइराख्नु भएको छ। दुईजना दिदी मिलेर धोइराख्नु भएको छ आन्द्रा। अनि म चाहिँ किचनमा काम छ मेरो चाहिँ। यहाँ मसला रेडी गरेर पनि अहिले चाहिँ म चाहिँ खसीको मासु पनि पकाइसकेको छु अर्ग्यानिक चुलामा हो, दाउरामा। अनि खसीको मासु पकाइवरी पनि सबैले खाइसक्नु भएको छ। खाना चाहिँ अघि नै दादा दिदी अब आमा बाउ सबैले हो। अनि म चाहिँ खसीको मासु खाँदिनँ, त्यही भएर म चाहिँ अन्डाको लागि यहाँ टमाटर प्याज खोर्सानीहरू काटिरहेछु। म चाहिँ सानैबाट नखाने खसीको मासु। मलाई चाहिँ रुचाउँदैन खसीको मासु खायो भने, एकदम जिउ सन्चो लाग्दैन। म त खाएको पनि छैन आजसम्म, गन्धले नै कस्तो लागेर आउँछ। अनि यहाँ चाहिँ मैले स्वाद अनुसार नमक पनि एड गरिरहेछु। र मैले चाहिँ यहाँ चपिङ गरिसकेको छु टमाटरहरू। अघि चपिङ गरेको चाहिँ अहिले म मिक्स गरिरहेछु अन्डा लाएर। अनि यता तावा पनि गरम भइसकेको छ। फाइनली अन्डा पनि लगाइदिइसकेको छु। मलाई चाहिँ माछा मासुहरू भन्दा पनि बेसी चाहिँ अन्डा मनपर्छ सानैबाट। अन्डा भए पनि पुग्छ, मलाई माछा मासु चाहिँदैन। मेरो चाहिँ खाना रेडी भइसकेको छ। र भेटौँला अर्को एउटा नेक्स्ट ब्लगमा गाइस, बाई बाई।